Happy, happy, happy Christmas. Merry, merry, merry Christmas. Happy, happy, happy Christmas. Merry, merry, merry Christmas. यो शुभ बरातीको आवाजमा आएका छौँ। बोलेको छ भन्छ पहिलो नडराऊ नडराऊ तर आनन्द मनाऊ किनभने डर र आनन्द कहिले पनि साथमा जान सक्दैन डरले आनन्दलाई लुप्त बनाएको हुन्छ डरले आनन्दलाई विलीन बनाएको हुन्छ डरले आनन्दलाई डोमिनेट गरेको हुन्छ यदि डर त्यहाँ छ भने आनन्द त्यहाँनिर हटेको हुँदछ मम्मी यसको लागि खाएको हाई गाइस मेरी क्रिसमस मन पर्दैन मन पर्दैन कस्तो जाडो मुटु पनि खान्छ कारण हार प्रभु आज जन्मे भन्छ आज छु कस्तो जाडो मुटु पनि खान्छ कारण हार प्रभु आज जन्मे भन्छ अन्धकार के रे अन्धकार के रे सन्तोषमय जीवन ज्योति बनी आउनु भो हामीमा के रे मानिसहरूको भावलाई पकाउँछौ यीशु कृष्ण आउनुभयो मानिसलाई बचाउनलाई उहाँका पापको क्षमा छ
आँगन आएछ बढादिन क्रिसमस फर्केर आफ्नो आँगन आएछ बढादिन क्रिसमस फर्केर Christmas home, your Christmas home, your Christmas home, your Christmas home. यीशु मसीहको जन्मको कुरो चाहिँ अचम्म र अद्भुत कुरो हो। यो हाम्रो मानिसको सोचभन्दा पनि धेरै भिन्न छ। धेरै उच्च स्तरीयको यो सोच हो। परमेश्वरले यो सोच्नुभयो कि मानव जातिलाई उद्धारको खाँचो छ, मानव जातिलाई शान्तिको खाँचो छ, मानव जातिलाई बचाउनु पर्ने स्थिति छ। मानिसहरू आफ्नै शान्तिको लागि, मानिस जाति आफ्नै इच्छालाई पुरा गर्नका लागि मानिसहरूले आफै नै बाटोहरू रुजाइरहेका छन्, मानिसहरूले बाटोहरू खोजिरहेका छन्, मानिसहरूले पहाड नाला पर्वत यात्रा सबैतिर मानिसहरूले काव्य सेकुवाको पर्खाइमा काव्यलाई सेकुवाको पुरा याद आइसक्यो। आजकल त गर्दैन नि त हौ है। छेसङलाई पनि सेकुवाको भोक लागिसक्यो, पाएकै छैन। आउँदैन हौ। अब भन काव्य, अब भन गाइस फाइनली पाइसकेँ होइन। के पायो खै हेरौँ। लन्च मैले स्किप गरेको जस्ट टु इट दिस होइन। मलाई यस्तो के भन्नु, म इमोसनल हुन चाहन्छु। छेसङले चाहिँ लन्च स्किप गरेन हजुर। हुन्छ।